पोखरामा 14 अर्बको एयरपोर्ट बनाउँदा 10 अर्ब भन्दा माथि भ्रष्टाचार भएको भन्दै छानबिन समितिले निचोड निकालेको विषय तपाईँ हामी सबैलाई थाहा भएकै कुरा हो। अब पूर्व पर्यटन मन्त्री प्रेम आलेको दाबीलाई पत्याउने हो भने एयरपोर्ट बनाउने नाममा भ्रष्टाचार भएको पोखरा त ट्रेलर मात्रै हो, यसको पूरा फिल्म भैरवामा देखिन्छ भनेर उनले बारम्बार भनिरहेका छन्। यसको अर्थ एक पूर्व पर्यटन मन्त्रीको हैसियतले आलेलाई स्पष्ट के थाहा रहेछ भने भैरवा अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउँदा त्यहाँ कतिसम्मको भ्रष्टाचार भएको छ त भन्ने कुरा। यो भैरवा एयरपोर्ट भन्ने तपाईँलाई सायद अलिक नयाँ लाग्न सक्छ। केही दिन अगाडि मात्रै एक मन्त्री र पत्रकार ऋषि धमला त्यहाँ पुग्दा भैँसीले खेदेको घटना तपाईँ हामी सबैलाई याद नै हुनुपर्छ। हो, त्यही हो यो एयरपोर्ट। त्यहाँ ठुलै रकम अनियमितता भएको भन्ने उजुरी परेपछि प्रतिनिधि सभा अन्तर्गत रहेको लेखा समितिले गत जेठ 27 गते छानबिन गर्न भन्दै एक उपसमिति गठन गरेको थियो। तर सो उपसमितिको नेतृत्वमा एयरपोर्ट बनाउँदै गर्दाखेरि 15 महिना पर्यटन मन्त्री बनेका योगेश भट्टराई संयोजकको रूपमा आएपछि समितिको औचित्य र प्रतिवेदनमाथि प्रश्न उठ्न थाल्यो। र किनकि जुन मन्त्रीको पालोमा एयरपोर्ट बन्यो उही मन्त्री नै छानबिन समितिको संयोजक बनेपछि कसरी निष्पक्ष छानबिन हुन्छ त भन्ने प्रश्न एकदमै जायज नै थियो। त्यसपछि योगेश भट्टराईमाथि प्रश्न उठ्न थालेपछि उनले समितिको संयोजकमा नबस्ने निधो गरे र त्यो सँगै आज उक्त उपसमितिमा नेपाली कांग्रेसकी सांसद मन्जु खानलाई संयोजक बनाइएको छ। अब उहाँ मन्जु खानको नाम पनि तपाईहरुले पक्कै पनि सुन्नु भएकै होला। नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने गिरोहका पक्राउ परेका केही व्यक्तिहरूले खानको नाम पनि पोलेका थिए। यसरी आफैमाथि यत्रो ठुलो आरोप लागेको बेला अरूमाथि छानबिन गर्ने समितिको संयोजक बनेपछि आज यो खबरले निकै चर्चा कमाएको छ। खैर गत जेठमै बनेको समितिमा खान पनि सदस्य थिइन् र अहिले उनी त्यही सदस्यबाट संयोजकमा मात्रै आएकी हुन्। यस्तै अहिले समितिले प्रतिवेदन तयार पारिसकेको छ, तर यो प्रतिवेदनको निष्पक्षतामाथि कयौं प्रश्नहरू उठेका छन्। यही विषयलाई लिएर केही समय अगाडि समितिका संयोजक समेत रहेका योगेश भट्टराईमाथि समेत प्रश्न उठेको थियो, जस पश्चात उनले सामाजिक सञ्जालमा आफ्नो त्यसमा कुनै पनि भूमिका नरहेको या त्यो प्रश्न उठाइएको जस्तो भनौं भैरवा एयरपोर्ट बनाउँदै गर्दाखेरि आफू त्यसमा कुनै पनि हिसाबमा संलग्न नभएको पर्याय केही प्रमाण समूहसँग सार्वजनिक गर्छु भन्ने जस्ता चेतावनी र स्पष्टीकरण उनले सामाजिक सञ्जालमा दिएका थिए। यसरी हेर्दाखेरि यो विमानस्थल बनाउँदै गर्दा ठुलै स्केलमा भ्रष्टाचार भएको छ भन्ने कुराको शंका गर्न सकिने धेरै ठाउँहरू छ भने गत जेठमा योगेश भट्टराईको नेतृत्वमा बनेको यो उपसमितिमा मनिष झा, अमरेश कुमार सिंह, अच्युत प्रसाद मैनाली, विक्रम पाण्डे, श्याम कुमार घिमिरे, मन्जु खान र स्वराज अहदम फारूकी सदस्यहरू छन्। नेपाल विश्वकै सबैभन्दा भ्रष्ट देशहरूको सूचीमा 107औं स्थानमा रहेको ट्रान्सप्यारेन्सी इन्टरनेसनलको 2024 को रिपोर्टले देखाएको छ। यसरी हेर्दाखेरि अहिले हाम्रो देशमा विभिन्न कुराहरुमा मैले अस्ति पनि भनेको थियो, हाम्रो देशमा एम्बुलेन्स किन्दा पनि भ्रष्टाचार हुन्छ, प्लेन किन्दा पनि भ्रष्टाचार हुन्छ, एम्बुलेन्स गुड्ने सडक बनाउँदा पनि भ्रष्टाचार हुन्छ, अनि प्लेन उड्ने एयरपोर्ट बनाउँदा पनि भ्रष्टाचार हुन्छ, पशुपतिमा लास किन्ने मेसिन किन्दा पनि भ्रष्टाचार हुन्छ, अनि कोरोनामा मानिसहरूलाई सास फेर्नको लागि चाहिने अक्सिजन किन्दा पनि भ्रष्टाचार हुन्छ। यो देशमा सियो किन्नेदेखि सुन किन्नेसम्म, नुनदेखि सुनसम्म हरेक कुरामा भ्रष्टाचार भएको छ, भ्रष्टाचार गरिन्छ। यहाँ एउटा भ्रष्टाचार गर्ने बिचौलियाहरूको यति ठुलो पहुँच छ, पुरै नगरौँ। अनि यसरी देशमा 10 अर्बको एयरपोर्ट बनाउँदाखेरि 14 अर्बको एयरपोर्ट बनाउँदाखेरि 10 अर्ब ग्वाम्मै खाइदिइसकेपछि देशमा विकासको नाममा, एयरपोर्टको नाममा अथवा विभिन्न किसिमका पूर्वाधारहरूको नाममा चाहिँ भ्रष्टाचारीहरू मोटाउने, नेताहरू मोटाउने, कर्मचारी मोटाउने काम मात्रै भएको छ। यो सबैभन्दा दुःखद विषय हो र खास गरिकन पोखरा भैरवामा बनिसकेको एयरपोर्टहरू चाहिँ अहिलेसम्म अर्बौं रुपैयाँ लागतमा बनेको छ, तर ती एयरपोर्टहरू सञ्चालनमा नआउँदाखेरि देशलाई सेतो हात्ती जस्तै भएको छ। अझ खास गरिकन यी एयरपोर्टहरू यस्ता संरचनाहरू बनाउँदै गर्दाखेरि विदेशबाट ऋण लिने, महँगो ब्याजमा ऋण लिने, अनि ऋण लिएर बनाएको एयरपोर्टहरू यस्ता संरचनाहरू चाहिँ बनिसकेको वर्षौंसम्म पनि सञ्चालनमा नआउँदाखेरि त्यसले त्यो त्यहाँबाट चाहिँ ब्याज तिर्न पनि धौधौ भइरहेको अवस्था छ। यसकारणले गर्दाखेरि आज हाम्रो देश 26 खर्ब ऋण मुनि परेको छ। यो सबैभन्दा दुःखद कुरा छ र यो विभिन्न एयरपोर्ट जस्तो पोखरा भयो, भैरवा भयो, यस्ता एयरपोर्ट बनाउने नाममा भएको भ्रष्टाचारीहरूलाई सजाय दिनुपर्छ। यसको सही तरिकाले छानबिन समिति हुनुपर्छ, यो आशा गरौँ। तर आज भने मन्जु खान नै संयोजकमा आइसकेपछि चाहिँ अलिकता प्रश्न पनि उठेको छ, किनभने खास गरिकन यस्ता संयोजकत्वमा चाहिँ सत्तापक्ष भन्दा नि विपक्षी दलको व्यक्तिहरूलाई संयोजक बनाएको खण्डमा चाहिँ राम्रोसँगले, अझ राम्रोसँगले छानबिन हुन सक्छ भन्ने एउटा केही हदमा आधार बन्ने देखिन्छ। किनभने पोखरामा पनि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनको नेतृत्वमा चाहिँ उपसमिति बनेको थियो, जसले 10 अर्ब भन्दा माथि भ्रष्टाचार भएको भनेर रिपोर्ट निकालेको छ। अब यहाँ कस्तो खालको रिपोर्ट आउँछ, के आउँछ त्यो भने हेर्न बाँकी नै छ।